यता सुन बहिनी, हामीलाई रुवाउनु त रुवाइस् तैँले। अब सम्बन्ध जोड्न चाहन्छस् भने 10 लाखको साउ ब्याज हिसाब किताब गरेर माइतीको सम्बन्ध राम्रो जोड, होइन भने आजैबाट तँ यो आँगन छोड त गइहाल। कसो दाइ? तैँले ठिक भनिस् कान्छा। यसले हामीलाई माइती सोचे, यो मेरो माइती घर हो, यिनीहरूले दुःख पाउनु हुँदैन भनी सोचे भने यसले पैसा ल्याएर खुरुक्क तिर्छ हामीलाई। यदि होइन भने हामी माइती नसम्झी, हामी मरिसकेको सम्झेर आजदेखि आइन्दा हाम्रो आँगनमा पाइलो पनि नटेक, बुझिस्? ए भनेपछि तपाईँहरूलाई पैसा चाहियो? चाहिएको? पैसा चाहियो। ल ठिक छ, तपाईँहरूलाई पैसा चाहियो। ठिक छ, म दिन्छु। चाहिएन त अब हिसाब किताब? तपाईँहरूलाई म पैसा दिन्छु। ककालाई कति कति चाहियो मलाई भन्नु, म दिन्छु। हामी दाजुभाइलाई 10 लाख चाहिएको। तर 10 लाख हो भने 1 लाखको 5,000को दरले ब्याज हुन्छ। यो घर चाहिँ धरौटी राख्नुपर्छ, तर त्यसमा पनि कागज गर्नु पर्यो। नभए यतिको पैसा कसले दिन्छ? पैसा लिएर गयो कि होइन त? उल्टे पो तपाईहरुलाई ब्याजमा पैसा दिन्छु भन्छ त। यो त के कुरा? ए दिदी, अब तपाईहरुले अब कुरा बुझ्नु भएको छैन के? दाइहरुले मलाई पैसा दिनु भयो त उहाँसँग के प्रमाण छ? उल्टे हेर्नु त अब त यसले तपाईहरुले मलाई पैसा दिएको के प्रमाण छ ल भन्नु त? म त प्रमाण राख्छु। लखेट न लखेट यसलाई के हेरेर बसेको? धेरै नतातिनु क्या, अब बुढाबुढी हुन लाग्नु सक्नुभयो दाइहरु, प्रेसर हाई हुन्छ, त्यो बेकारमा ढल्नु होला, अझै कति लामो खाऊ भन्ने होला बुढेसकाल लाए पनि। अब तपाईहरुलाई म चाहिँदैन भने ठिकै छ, मलाई पनि तपाईहरु चाहिँदैन त मरिस हाम्रो लागि। ठिकै छ, अब तपाईहरु अब तपाईहरुको र मेरो सम्बन्ध यहीँनिर सक्यो। सबैभन्दा ठुलो तपाईहरुले पैसा मान्नु भयो, अब बहिनी मान्नु भएन। तपाईहरुले पैसा मान्नुहुन्छ भने मलाई पनि केही छैन। तैले पनि त पैसै ठुलो मानेकी रहेछस्। दाजुहरुको पैसा दिएको भए यहाँ आज यत्रो नाटकै हुनेवाला थियो। ठिकै छ, अब दाइहरुले त म अझ कागज गरौँ भन्छ। दाइहरुले त अब मलाई बहिनी सम्झिनु भएन भने अब मैले दाइहरु किन सम्झिने? अब सम्बन्ध भनेको दुवै जनाबाट बराबरी हुनुपर्छ। हेर्नु दाइ, तपाईहरु नसम्झेको भए गैरी खेत बेचेर पैसा दिन्थ्यो दाइ। दुःखमा त्यस्तो दुःखमा आज सुख पाइसकेपछि यसले माइती भन्यो हामीलाई भने छैन दाजु। सुख पाएपछि माइती साइती भन्यो। यो उल्टो आएर के भन्छ? ब्याजमा पैसाले घर बन्दकी राखेर भन्दैछ। हाम्रो ऋण त कता हो कता हो? अनि तपाईहरुले पनि मलाई बहिनीको जस्तो व्यवहार गर्नु पर्यो नि त। तपाईहरुले मलाई बहिनीको जस्तो व्यवहार गरे भए आज मैले यो रुखो हुनै पर्ने थिएन। हामीले तँलाई पैसा दिएको नि। यता सुन, तैले माइतीलाई मारेर आफ्नो अर्काको छोरालाई पोसिस, कुनै दिन दुःख पाइस् भने अनि बल्ल दाजुभाइ सम्झेर रुनु पर्ला। अब दाजुभाइले मलाई सम्झे पो मैले दाजुभाइ सम्झेर रुने हो? दाजुभाइले मलाई मरिस भनेपछि अब मैले दाजुभाइलाई सम्झिन्न। तपाईहरुको पैसा दिउँला भन्ने थियो। अब मुझ पचाएर कुरा नगर। हेर, मेरो बुढो विदेश पठाउनु पर्यो भने धर धर आँसु बगाएर दुई भाइ दाजुभाइको गोडा समातेर 10 लाख रुपियाँ पैसा लिएर गएको। आज सुख पाइसकेपछि यसले ठुला कुरा गर्दैछ नि दाइ। यसले दाजुभाइ नसोधेर चाहिँ त हाम्रो आँगनमा किन आइ?